हे 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 पानी परिरहेको छ है रोल्पाको साटोबटेमा धमाधम पानी परिरहेको छ। राति 11 बजेतिरदेखि परेको पानीले जौको अवस्था चाहिँ यस्तो गराएको छ। पुरा ढल्या छ, माथिको पुरै ढल्या छ। अब कतिसम्म ढल्ने हो, पानी मात्रै परे त यो अब उठ्न पनि सक्थ्यो होला। तर अब हिउँ पर्ने सद्भावना छ। अब हिउँ पर्यो भने पुरा उफ्रिएर पुरिदिन्छ, त्यसपछिबाट अब गयो भने पनि हुन्छ, पुरा भाँच्दिन्छ। यो चाहिँ अब पानी पर्यो भाग्यो। यहाँ मौकाको फाइदा उठाइराखेको थियो, पर्यो पानी, फेरि पर्यो। झमाझम पानी परिरहेको छ। अब के गर्नु त। ओ पारे आर्मीको ब्यारेकतिर त झन् धेरै परेको छ। यो आर्मीको ब्यारेक हो, माथि डाँडामा घर छ। यो पुरा आर्मीको ब्यारेक छ यो एरियाभरि। अब यस्तै छ गाइज, के गर्ने त। पर्यो पानी पर्यो फेरि। हिउँ नपरेर ठिकै नै थियो, हिउँ पर्यो भने त खलास हुन्छ त हौ। यस्तोरीको ढाल्या छ यार। टोरी पाक्ने बेला भएको थियो, अब के गर्ने, गयो। यस्तो छ गाइज, यस्तो छ। ठिक छ, के गर्नु त।